एभ्रिवान स्वागत छ तपाईहरुलाई हाम्रो नयाँ भिडियोमा है। यसमा चाहिँ हामीले खासमा इम्पोर्टेन्ट नेम रिएक्सन्सहरु जुन कि अर्ग्यानिक केमिस्ट्रीमा फिक्स क्वेशनहरु हो हैन। अर्ग्यानिक केमिस्ट्री भनेको यस्तो ठाउँ हो जहाँबाट तपाईले इजिली मार्क्स अटेम्प्ट गर्न सक्नुहुन्छ यदि तपाईहरुलाई फिक्स क्वेशन्सहरु थाहा छ भने है। सो यसमा चाहिँ 20 मार्क्सको जम्मा 10 वटा रिएक्सन्स मैले दिइरहेको छु। अल्डोल कन्डेन्सेसन, क्यानिजेरो, कार्बोलामाइन स्टेरिफिकेसन, आयोडोफर्म, राइमोटाइमिन, फर्मेन्टेसन, हफम्यान्स अनि अक्सफोर्ड प्रोसेस अनि ओजोनोलाइसिस है। यो 10 वटा रिएक्सन्स चाहिँ म तपाईहरुलाई गरेर देखाउँछु र एकदमै इम्पोर्टेन्ट रिएक्सन्सहरु छ। टाइम वेस्ट नगरिकन हैन हामीले चाहिँ 15 मिनेट 20 मिनेटमा हामीले 15 मिनेटमा चाहिँ हामीले 20 मार्क्सको क्वेशन सिक्नुपर्छ है। र सबै तपाईहरुले कपीमा सार्दै लेख्नु होला है त। अल्फा यसमा हेर्नु ल, अल्डोल कन्डेन्सेसनमा खासमा रिक्वायरमेन्ट के हुन्छ भने देयर मस्ट बी प्रेजेन्स अफ है, देयर मस्ट बी के अरे देयर मस्ट बी प्रेजेन्स अफ अल्फा हाइड्रोजन है। प्रेजेन्स अफ अल्फा हाइड्रोजन इन, देयर मस्ट बी प्रेजेन्स अफ अल्फा हाइड्रोजन इन के भन्नुस् त, इन अल्डिहाइड एन्ड किटोन्स है। इन अल्डिहाइड एन्ड किटोन्स, अल्डिहाइड र किटोन्सको, अल्डिहाइड अथवा किटोन्सको मा के हुनु पर्यो त, अल्फा हाइड्रोजनको प्रेजेन्स हुनु पर्यो। अल्फा हाइड्रोजन भनेको त्यो फङ्सनल ग्रुपको छेउको हाइड्रोजनलाई, छेउको कार्बनमा भएको हाइड्रोजनलाई अल्फा हाइड्रोजन भनिन्छ है। अब दुईटा कुनै मलिक्युल हुनु पर्यो, सेम मलिक्युल जसमा अल्फा हाइड्रोजन प्रेजेन्ट होस्। सपोज मैले प्रोप्यानोन लिए है, प्रोप्यानोन CH3CHO। अब यहाँ हेर्नु है रिएक्सन CH3CHO हैन, CH3COCH3। अब यसको दुई मलिक्युल लिनु पर्यो मैले, ठीक छ। दुई मलिक्युललाई मैले यसरी लेख्न मिल्यो नि त हैन, HCH2 अनि त्यसपछि C डबल बोन्ड O अनि CH3 है। यो दुई मलिक्युल भने है स्टुडेन्ट्सहरु है, यो हाम्रो दुईवटा मलिक्युल। यसमा के हुनु पर्यो हामीलाई ठ्याक्कै प्रेजेन्स अफ अल्फा हाइड्रोजन भन्यो हैन। दुईटा मलिक्युल लिए, यसलाई अलिकति म साइड गरिदिन्छु हामीलाई लेख्न सजिलो होस् भनेर है। अब यहाँ हेर्नुस् त, ठ्याक्कै मैले के गरेँ, दुईवटा मलिक्युल लिए। अब यसलाई चाहिँ प्रेजेन्स अफ NaOH को प्रेजेन्समा, डाइल्युट NaOH को प्रेजेन्समा हामीले रिएक्सन गर्ने है। डाइल्युट NaOH को प्रेजेन्समा हामीले रिएक्सन गर्ने। अब यो जुन हाइड्रोजन हामीसँग छ नि, यो हाइड्रोजन चाहिँ यो अक्सिजनसँग टाँसिने हुन्छ है। यही अल्फा हाइड्रोजन त तपाईले यहाँ जम्मा 3 वटा अल्फा हाइड्रोजन छ हैन, दुईवटा यहाँ अनि एउटा यहाँ। कुनै एउटा अल्फा हाइड्रोजन चाहिँ अक्सिजनमा एट्याक गर्छ है, नेगेटिभलाई पोजिटिभलाई एट्याक गर्छ। अब यसको प्रडक्ट के हुने भयो, त्यसो भयो भने यहाँ हेर्नुस् ल, CH3 अनि यो C अनि तपाईले O मा चाहिँ H आयो, त्यही भएर OH है। अनि अब यहाँ हेर्नुस् ल, यो CH3 लाई चाहिँ म यसरी टक्क माथि लेखिदिन्छु है, CH3 भनेर। अब यता खाली पौने एउटा हुने भयो, यो हाइड्रोजन त अलरेडी गइसक्यो। अब बाँकी CH2 छ है, बाँकी CH2 छ अनि C डबल बोन्ड O अनि CH3 है, यो भयो। अब यहाँ हेर्नुस् है, अब हामीसँग किटोन थियो, किटोन हामीले रिएक्टेन्ट लिएको थियौँ, त्यही भएर हामीलाई किटोन नै प्रडक्ट दियो। यसको नाम के हुन्छ त भन्नुहोस् त, यसको नाम बीटा हाइड्रोक्सी किटोन है। यसको नाम के अरे, बीटा हाइड्रोक्सी किटोन यसको नाम हुन्छ हामीलाई है त। यसको नाम के अरे, बीटा हाइड्रोक्सी किटोन। यो भनेको हाम्रो अल्डोल कन्डेन्सेसन रिएक्सन भइहाल्यो ल। यो हाम्रो अल्डोल कन्डेन्सेसन रिएक्सन भइहाल्यो। अब नेक्स्ट रिएक्सन हाम्रो क्यानिजेरो रिएक्सन छ है साथीहरु। क्यानिजेरो रिएक्सन एकदमै ध्यान दिनु होला। क्यानिजेरो रिएक्सन पनि एकदमै इम्पोर्टेन्ट रिएक्सन हो। यति 10 वटा रिएक्सन चाहिँ पढेरै जानु होला है त। 10 वटाबाट फिक्स क्वेशन्सहरु आउँछ क्यानिजेरो रिएक्सन ल। अब यहाँ हेर्नुस् ल, क्यानिजेरो रिएक्सन बुझ्नु भएको छैन भने यहाँबाट मेकानिजम बुझिहाल्नुस् है। म त मेकानिजमहरु सबै बताउँछु। यहाँ हेर्नु, क्यानिजेरो रिएक्सनमा चाहिँ के हुनुपर्छ भने चाहिँ म यहाँ ठ्याक्कै तपाईलाई स्टेटमेन्ट लेखिदिन्छु ल। ठ्याक्कै मैले स्टेटमेन्ट यहाँ लेखिदिएँ तपाईहरुलाई, ठीक छ, टाइम वेस्ट नहोस् भनेर भिडियोमा। अल्डिहाइड ह्याभिङ नो अल्फा हाइड्रोजन है। अल्डिहाइड्समा चाहिँ हैन यदि अल्फा हाइड्रोजन छैन भने जस्तै कि हेर्नु ल, अल्फा हाइड्रोजन नभएको अल्डिहाइड त यो हो नि त, किनभने फङ्सनल ग्रुप भनेको यो हो। अब फङ्सनल ग्रुपसँग टाँसिएको कुनै पनि कार्बन नै छैन भने त देयर इज एब्सेन्स अफ अल्फा हाइड्रोजन है, कुनै पनि अल्फा हाइड्रोजन यसमा छैन भनेपछि यो फर्मल्डिहाइड भनेको हाम्रो के भयो त, फर्मल्डिहाइड भनेको यस्तो कम्पाउन्ड हो जसमा अल्फा हाइड्रोजन हुँदैन। सो यसैलाई हामी रेफरेन्समा लिएर हामी रिएक्सन गरौँ है फर्मल्डिहाइडलाई। हेर्नुस् ल, यो फर्मल्डिहाइडको पनि दुईटा मलिक्युल लिनु पर्यो अनि दुईटा मलिक्युल अफ फर्मल्डिहाइडलाई चाहिँ कङ्क NaOH को प्रेजेन्समा, कन्सन्ट्रेटेड अल्कालीको प्रेजेन्समा है हामीले रिएक्सन गर्नुपर्ने हुन्छ है साथी हो। हामीले रिएक्सन गर्नुपर्ने हुन्छ। यसले चाहिँ के दिन्छ भने हामीलाई के दिन्छ, यहाँ हेर्नुस् त, गिभ अल्कोहल एन्ड साल्ट अफ के अरे, साल्ट अफ कार्बोक्सिलिक एसिड है, टु गिभ अल्कोहल एन्ड साल्ट अफ कार्बोक्सिलिक एसिड। अब यहाँ हेर्नुस् त, अल्कोहल यसमा के दिन्छ त, एउटा कार्बन एउटाले चाहिँ यहाँ हेर्नु न, यहाँ Na छ कि छैन, Na छ, NaOH सँग रिएक्सन छ नि त, त्यही भएर एउटाले चाहिँ सोडियम साल्ट अफ कार्बोक्सिलिक एसिड भनेपछि ONA, यसको नाम के हुन्छ, सोडियम फर्मेट हुन्छ हैन। यसको नाम के अरे, सोडियम फर्मेट हुन्छ, यसको नाम सोडियम फर्मेट। फर्मिक एसिड यहाँ हेर्नुस् ल, सोडियम फर्मेट यसको नाम, ठीक छ। सोडियम साल्ट अफ कार्बोक्सिलिक एसिड हो, त्यही भएर है त।
अब हेर्नुहोस् त अर्को यसमा मिथाइल अल्कोहल। किन मिथाइल अल्कोहल होला गेस गर्नु होला त, गेस गर्नुहोस् त किनभने नि यहाँ हेर्नु ल, एउटा कार्बन अलरेडी, एउटा 1 कार्बन इज अलरेडी इम्प्लोइड इन मेकिङ सोडियम साल्ट अफ कार्बोक्सिलिक एसिड। नाउ नेक्स्ट कार्बन विल बी इम्प्लोइड इन मेकिङ अल्कोहल एन्ड एउटा कार्बनको अल्कोहल मात्र बचेछ। सो एउटा कार्बनको अल्कोहल भनेको मिथानोल हो। ठिक छ, एउटा कार्बनको अल्कोहल भनेको के अरे मिथानोल हो। सो वी क्यान से हियर क्यानिजेरो रिएक्सनमा सोडियम फर्मेट प्लस मिथानोल दिन्छ भनेर है। अब नेक्स्ट रिएक्सन, थर्ड रिएक्सन कार्बोलामाइन रिएक्सन छ है साथीहरु, कार्बोलामाइन रिएक्सन। नेक्स्ट हेर्नुहोस् त कार्बोलामाइन रिएक्सन 3 नम्बरमा लेख्नुहोस् ल, कार्बोलामाइन रिएक्सन 3 नम्बरमा कार्बोलामाइन रिएक्सन। अब यहाँ हेर्नुहोस् ल, कार्बोलामाइन रिएक्सनमा खासमा हुन्छ चाहिँ के भनेर म स्टेटमेन्ट लेखिदिन्छु। हेर्नुहोस् ल, यसमा धेरै दिमाग लगाउने कामै छैन है। यसमा सिधा कुरा बुझ्ने हामीले प्राइमरी अमाइनको रिएक्सन हो ल, प्राइमरी अमाइनको। यहाँ हेर्नुहोस् ल, CH3NH2 भनेको यो प्राइमरी अमाइन भयो, 1 डिग्री अमाइन। ठिक छ, यो भइहाल्यो तपाईँले प्राइमरी अथवा 1 डिग्री अमाइन। CH3NHCH3 यो भनेको तपाईँलाई भइहाल्यो 2 डिग्री अमाइन। ठिक छ, यो भनेको तपाईँले 2 डिग्री अमाइन अथवा सेकेन्डरी अमाइन भइहाल्यो। CH3NCH3CH3 यो तपाईँलाई भइहाल्यो 3 डिग्री अमाइन है, 3 डिग्री अथवा टर्सियरी अमाइन। यिनीहरूको तपाईँहरूले बुझिराख्नुहोस् ल, कुन 1 डिग्री, कुन 2 डिग्री, कुन 3 डिग्री है त, यसमा बुझिराख्नुहोस्, काम लाग्छ पछि पनि। अब यहाँ हेर्नुहोस् ल, यही 1 डिग्री अमाइन एलिफेटिक होस् या एरोमेटिक होस् है, मतलब भएन, त्यसलाई चाहिँ क्लोरोफर्मको प्रेजेन्समा है त साथीहरु, यसलाई के अरे क्लोरोफर्मको प्रेजेन्समा अल्कोहोलिक क्युएचसँग है, अल्कोहोलिक क्लोरोफर्मसँग चाहिँ अल्कोहोलिक क्युएचको प्रेजेन्समा। जस्तै यसको रिएक्सन के हुन्छ भने, जस्तै मैले 1 डिग्री अमाइन लिएँ ल, 1 डिग्री अमाइन मैले कुनै पनि 1 डिग्री अमाइन लिएँ सपोज द्याट। अब यहाँ हेर्नुहोस् ल, CH3NH2। अब यहाँ हेर्नु ल, CH3NH2 लाई मैले अथवा दुईटा कार्बनको लिएँ है त। यहाँ हेर्नुहोस् त, CH3CH2NH2। ठिक छ, यसको नाम के अरे इथेन अमाइन, यसको नाम इथेन अमाइन। अब हेर्नुहोस् त साथीहरु, यो इथेन अमाइनलाई चाहिँ के अरे क्लोरोफर्मको प्रेजेन्समा CH3सँग इन प्रेजेन्स अफ के, इन प्रेजेन्स अफ अल्कोहोलिक क्युएच है, अल्कोहोलिक क्युएच। यसले के दिने भयो भने हामीलाई सिधै आइसोसाइनेट दिने भयो के साथीहरु। आइसोसाइनेट भनेको के, एनसी, CN भनेको साइनेट भयो, NC भनेको आइसोसाइनेट भयो। अब हेर्नुहोस्, दुईटा कार्बनको इथेन अमाइन हो, त्यही भएर दुईटा कार्बन CH3CH2 भइहाल्यो। अनि NC भनेको N ट्रिपल बोन्ड C भनेको तपाईले ट्रिपल बोन्ड हैन, यहाँ एउटा कोर्डिनेट कोभ्यालेन्ट बोन्ड दिन्छ है, अनि जम्मा ब्यालेन्स हुन्छ क्या है। अब भनेपछि यो के भयो त हामीलाई, यसको नाम के इथाइल आइसोसाइनेट, यसको नाम के अरे इथाइल आइसोसाइनेट भन्दा नि भयो, अथवा प्रोपेन आइसोनाइट्राइल भन्दा नि भयो है, इथाइल आइसोसाइनेट, इथाइल आइसोसाइनेट यसको नाम भयो है। यसको बाइ प्रोडक्टहरु पनि हुन्छ है साथीहरु, यसको बाइ प्रोडक्टहरु के हुन्छ, KCl + H2O। ठिक छ, यस्तोलाई ब्यालेन्स नगरे पनि के फरक पर्दैन त्यति साह्रो है, त्यति साह्रो मार्क्समा त्यति ध्यान दिइदैन। हामीलाई मेन भनेको रिएक्सन चाहिँ लेख्न सक्नु पर्यो है त, रिएक्सन लेख्न सक्नु पर्यो, अलिकति ल्याङ्ग्वेज चाहिँ लेख्नु पर्यो है। ल्याङ्ग्वेज लेख्दाखेरि क्वेसनलाई रेस्पेक्ट गरिन्छ क्या है, क्वेसनले त हामीले रेस्पेक्ट गर्नु पर्यो। ल 3 वटा सिकियो। अब चौथो नम्बरको रिएक्सन हाम्रो के छ त, स्टेरिफिकेसन रिएक्सन। हेर्नुहोस् ल, यो चाहिँ अलिकति इम्पोर्टेन्ट रिएक्सन नै लाग्छ मलाई, स्टेरिफिकेसन रिएक्सन धेरैचोटि सोधेको हो के साथी हो, स्टेरिफिकेसन रिएक्सन। अब हेर्नुहोस् ल, यो स्टेरिफिकेसन रिएक्सनमा खासमा गरिन्छ चाहिँ के भन्ने कुरा हो क्या, स्टेरिफिकेसन रिएक्सनमा इस्टर बनाउने हो, नामै स्टेरिफिकेसन, इस्टर बनाउने हो। अब इस्टर बनाउने त कसरी बनाउने हैन, कार्बोक्सिलिक एसिडबाट है, कार्बोक्सिलिक एसिडबाट, अथवा व्हाट वी से इज व्हेन अल्कोहल इज हिटेड, सपोज है अल्कोहल सरी के अरे अल्कोहल शुड बी हिटेड विथ के अरे अल्कोहल शुड बी हिटेड विथ कार्बोक्सिलिक एसिड है, अल्कोहल शुड बी हिटेड विथ कार्बोक्सिलिक एसिड। ओके, अल्कोहल इन प्रेजेन्स अफ concentrated H2SO4 है साथी हो, इन प्रेजेन्स अफ के अरे concentrated H2SO4 देन के फर्मेसन हुन्छ, देन इस्टर इज फर्मड है, इस्टर इज फर्म। त्यति बेला चाहिँ हामीलाई इस्टर बन्ने काम बनिन्छ है। अब जस्तै स्टरिफिकेसनमा अल्कोहल र कार्बोक्सिलिक एसिड चाहियो। कार्बोक्सिलिक एसिड भनेको सपोज मैले CH3 C डबल बोन्ड OH, यसको नाम के हो त, एसिटिक एसिड हो, अथवा यसलाई हामीले आइयुपिएसी नेम लेख्दाखेरि इथानोइक एसिड लेख्ने हो है, एसिटिक एसिड अथवा इथानोइक एसिड। यसलाई अल्कोहलसँग है, अल्कोहल भनेको CH3CH2OH है, OH यसरी लेख्न मिल्यो नि, यहाँ हेर्नुहोस् त CH3CH2OH यसरी उल्टो गरेर लेख्न मिल्यो नि इथानोललाई हैन।
मिलिहाल्यो, नो प्रब्लम। अब चाहिँ यहाँ हेर्नुहोस् ल, यसको स्टर कसरी दिन्छ त, यो H2O निकाल्ने काम गरिदिउँ नि हामी, बाँकी सब त आफै जोडिदिने हो क्या। यसलाई हामीले कन्सन्ट्रेटेड H2SO4 को प्रेजेन्समा गर्ने हो, र यो रियाक्सन चाहिँ रिभर्सिबल हुन्छ है, रिभर्सिबल रियाक्सन हुन्छ कन्सन्ट्रेटेड H2SO4 को प्रेजेन्समा। ल अब के हुन्छ, पानी निकालिदिए अनि त्यसपछि CH3 C डबल बोन्ड O अनि त्यसपछि O CH2 अनि CH3, हेर्नुहोस् त पानी निकाले, बाँकी सबलाई जोडिदिए है त। यसको नाम के हुन्छ साथी हो, यसको नाम के हुन्छ, इथाइल इथानोएट है। यसको नाम के अरे, इथाइल इथानोएट। ठिक छ, यति कुरा चाहिँ बुझिराख्नुहोस् ल। इथाइल इथानोएट यसको नाम हो, धेरै इम्पोर्टेन्ट। यो स्टर कम्पाउन्ड हो है त। यो के हो त, स्टर हाम्रो हो। अलिकति ब्याक गरेर भिडियो पाउन सक्नुहुन्छ। अर्को भनेको आयोडोफर्म टेस्ट छ हामीलाई ल। अर्को भनेको के अरे, हामीसँग छ आयोडोफर्म टेस्ट। अब यहाँ हेर्नुहोस् ल साथी हो, तपाईँहरू 5औं नम्बरको रियाक्सनमा हामीले हाफ अफ द भिडियोमा पुगिसक्यौँ है। एकदमै नआत्तिकन यो 20 मार्क्स एटेम्प्ट गर्ने तपाईँले 20 मार्क्सको क्वेसन चाहिँ आउट नै भन्छु म है। यहाँबाट चाहिँ 20 मार्क्समा तपाईँले मिनिमम 10 मार्क्सको त 5वटा क्वेसन त डेफिनेटली मिलेकै हुन्छ हरेक वर्ष है। यहाँ हेर्नुहोस् ल, आयोडोफर्म टेस्ट। अब यहाँ हेर्नु ल, आयोडोफर्म टेस्ट। अब आयोडोफर्म टेस्टमा हामीले खासमा के गर्ने हो भने नि, यहाँ हेर्नुहोस् ल है, यो आयोडोफर्म टेस्टको बारेमा म भन्दै थिएँ होइन। यहाँ हेर्नुहोस् ल, आयोडोफर्म टेस्टमा चाहिँ कसो हुन्छ भने नि, खासमा यस्तो टाइपको ग्रुप हुनु पऱ्यो क्या हामीलाई आयोडोफर्म टेस्ट हुनलाई। CHOH यो टाइपको ग्रुप हुनु पऱ्यो या त है, यो टाइपको ग्रुप हुनु पऱ्यो हामीलाई आयोडोफर्म टेस्ट हुनलाई। ठिक छ नि, यो ग्रुपलाई चाहिँ हामीलाई होइन, यो भनेको फेरि के अरे, अल्कोहल कुनै पनि अल्कोहल। ठिक छ नि, प्राइमरी अल्कोहलले चाहिँ दिँदैन हामीलाई। ठिक छ नि, प्राइमरी अल्कोहलले चाहिँ दिँदैन, सेकेन्डरी अल्कोहलले दिन्छ, प्राइमरी अल्कोहलले दिँदैन है। प्राइमरी अल्कोहल एक्सेप्ट, फेरि एउटा एक्सेप्सन छ नि, एक्सेप्ट इथानोल है। प्राइमरी अल्कोहल एक्सेप्ट इथानोल डज नट गिभ आयोडोफर्म टेस्ट है। डज नट गिभ के अरे, आयोडोफर्म टेस्ट है। आयोडोफर्म टेस्ट भनेपछि कुनै पनि अब प्राइमरी अल्कोहलले दिँदैन, तर एक्सेप्सन के छ, इथानोल। ठिक छ, इथानोलले मात्र दिन्छ। अब म त्यसो भए इथानोलकै बनाइदिन्छु है, इथानोलकै। हेर्नुहोस् ल, हामीलाई खासमा के हुन्छ भने, यो हामीसँग इथानोल भयो, CH3 CH2 OH है, यो इथानोल भयो। अनि यो इथानोललाई चाहिँ के गर्ने, आयोडिनसँग रियाक्सन गर्ने, इन प्रेजेन्स अफ के भने त, इन प्रेजेन्स अफ NaOH है। आयोडिन प्लस NaOH रियाक्सन गर्ने, यसले के दिन्छ हामीलाई, PPT दिन्छ, आयोडोफर्मको PPT। आयोडोफर्मको PPT भनेको CHI3 है। CHI3 को के दिन्छ, आयोडोफर्मको PPT दिन्छ। कस्तो PPT हुन्छ साथी हो, तपाईँहरूलाई येल्लो PPT हुन्छ, बुझ्नुहोस् ल। CHCl3 भनेको क्लोरोफर्म हो, त्यसै गरी CHI3 भनेको आयोडोफर्म हो, प्लस बाई प्रडक्टहरू पनि हुन्छ होइन। यहाँ हेर्नुहोस् ल, एउटा कार्बन इज इम्प्लोइड फर गिभिङ आयोडोफर्म। नाउ नेक्स्ट कार्बन, 1 कार्बन इज लेफ्ट, अर्को कार्बनले हामीलाई के दिन्छ, HCOONA। ठिक छ, अब यसको नाम के हो, सोडियम फर्मेट भइहाल्यो है। यसको नाम के अरे, सोडियम फर्मेट। अब नेक्स्ट भनेको हामीलाई बाई प्रडक्टहरूमा के हुन्छ, अरू NaI प्लस H2O है। NaI प्लस के अरे, H2O। यति जम्मा हाम्रो के हुन्छ त, आयोडोफर्म टेस्ट गर्दाखेरिको कहानी हुन्छ है त। यति कुरा आयोडोफर्म टेस्ट को बारेमा बुझ्न सक्नुहुन्छ। अरू भनेको हामीले जस्तै अल्डिहाइडले पनि दिन्छ है, अल्डिहाइडले पनि दिन्छ, CH3 CHO। ठिक छ, यो अल्डिहाइडको पनि तपाईँहरू आयोडोफर्म टेस्ट गर्न सक्नुहुन्छ। ठिक छ, NaOH को प्रेजेन्समा होइन, तपाईँहरूले आयोडोफर्म टेस्ट गर्न सक्नुहुन्छ। CHI3 है, CHI3 प्लस के दिन्छ, यसले पनि HCOONA प्लस के दिन्छ, NaI प्लस H2O। ठिक छ, भनेपछि यो भनेको हाम्रो येल्लो PPT नै हो। ठिक छ, येल्लो PPT नै हो। अल्डिहाइडले पनि हामीलाई के दिन्छ, आयोडोफर्म टेस्ट दिन्छ। म्याक्सिमम तौरमा तपाईँहरूले सोधिरहेको भनेको यही दुईवटा रियाक्सन्सहरू हुन्छ आयोडोफर्म टेस्टमा ल। एकदम इम्पोर्टेन्टली तपाईँले यो दुईवटा बुझिहाल्नु होला है त। अब नेक्स्ट भनेको हाम्रो के छ, राइमर टाइमेन रियाक्सन है साथी हो। राइमर टाइमेन्स रियाक्सन, अब मेन हामीले बुझ्नुपर्ने राइमर टाइमेन्स रियाक्सनको रियाक्सन नम्बर 6 है। रियाक्सन नम्बर 6 राइमर टाइमेन्स रियाक्सन है साथी हो। राइमर टाइमेन्स रियाक्सनमा हामीलाई के हुन्छ भने नि, खासमा चाहिँ अब बुझौँ ल। राइमर टाइमेन्स रियाक्सनमा चाहिँ हामीलाई के चाहियो भने, फिनोल चाहियो है, फिनोल चाहियो। अनि फिनोललाई हामीले केसँग रियाक्सन गर्ने हो, फिनोललाई चाहिँ हामीले क्लोरोफर्म CaCl3 सँग रियाक्सन गर्ने हो है, इन प्रेजेन्स अफ एक्वस NaOH है। अब यसले दिने भनेको प्रडक्ट के दिन्छ त, अब यहाँ हेर्नुहोस् ल, फिनोल भनेको यो भइहाल्यो तपाईँलाई है। फिनोल यहाँ हेर्नुहोस् त, यो भनेको OH, यो भनेको फिनोल भइहाल्यो। अब यसलाई चाहिँ हामीले CHCl3 क्लोरोफर्मसँग एक्वस NaOH
को प्रेजेन्समा हामीले रियाक्सन गर्नुपर्ने हुन्छ साथी हो। यसले हामीलाई के दिन्छ त, के दिन्छ हामीलाई यसले भन्नुहोस्, यसले हामीलाई के दिन्छ, अर्थो स्यालिसल्डिहाइड दिन्छ है। यसले हामीलाई स्यालिसल्डिहाइड दिन्छ। स्यालिसल्डिहाइड भनेको कस्तो हो भने यहाँ हेर्नुहोस् ल, स्यालिसल्डिहाइड भनेको कस्तो भने यहाँ हेर्नुहोस् ल, स्यालिसल्डिहाइड भनेको OH जस्ताको त्यस्तै होइन, यसमा चाहिँ एउटा अल्डिहाइडिक ग्रुप आइहाल्यो, CHO आइहाल्यो, ठिक छ, अल्डिहाइडिक ग्रुप CHO, यसलाई हामीले के भन्यो, स्यालिसल्डिहाइड, ठिक छ, स्यालिसल्डिहाइड भइहाल्यो। यसमा बाँकीको बाई प्रडक्टहरू पनि हुन्छ, NaCl र H2O, ठिक छ, NaCl प्लस H2O। प्राइमरीली तपाईँले पहिले मेन प्रडक्ट लेख्ने कोसिस गर्नु होला, त्यसपछि बाई प्रडक्टहरू लेख्ने ट्राई गर्नु होला है। फिनोल इन प्रेजेन्स अफ फिनोल रिएक्सन विथ क्लोरोफर्म इन प्रेजेन्स अफ एक्वस एनिवेज विल गिभ स्यालिसल्डिहाइड भनेर लेख्नु होला है त राइमर टाइमेन्स रिएक्सनमा। यतिसम्म लेख्न सक्नु पऱ्यो है तपाईँले, रिएक्सन अनि अलिकति ल्याङ्ग्वेज है। अब यहाँ हेर्नु फर्मेन्टेसन रिएक्सन भन्ने एकदमै बढी सोधिरहेको क्वेसन हो होइन, तपाईँहरूले फर्मेन्टेसन रिएक्सन भन्ने जुन क्वेसन छ एकदमै बढी सोधिरहेको रिएक्सन हो क्या, मैले जहाँसम्म थाहा छ मलाई होइन, एकदमै बढी सोधिरहेको, पटक सोधिरहेको रिएक्सन हो क्या। 7 नम्बरमा हेर्नुहोस् त, 7 नम्बरमा 7 नम्बरमा के अरे, फर्मेन्टेसन रिएक्सन एकदमै बढी सोधिरहेको क्वेसन हो क्या अरे। फिक्स नै क्वेसन भन्दा नि हुन्छ यो फर्मेन्टेसन रिएक्सन है मेरो तर्फबाट। हेर्नुहोस् ल, फर्मेन्टेसन रिएक्सनमा खासमा के हुन्छ त, हामीलाई फर्स्टमा हामीले के लिन्छौँ त, सुक्रोज लिन्छौँ, सुक्रोज है। सुक्रोज भनेको C22 C12 H22 O11, यो भनेको हामीले खाने सुगर हुन्छ नि, हामीले खाने सुगरलाई नै सुक्रोज भन्छौँ ल। यो सुक्रोजलाई चाहिँ हामीले हाइड्रोलाइसिस गर्नुपर्ने हुन्छ फर्स्टमा इन्भर्टेज इन्जाइमको प्रेजेन्समा है। कुन इन्जाइम त, इन्भर्टेज इन्जाइमको प्रेजेन्समा 2 मार्क्समा आउँछ है, 2 मार्क्समा। सो दुईवटा रिएक्सन लेख्नु पऱ्यो इन्भर्टेज इन्जाइमको प्रेजेन्समा। यसले हामीलाई दुईवटा आइसोमर दिन्छ, C6H12O6 प्लस C6H12O6 है। यसको नाम के हुन्छ, एउटा भनेको ग्लुकोज हुन्छ है, अर्को भनेको फ्रुक्टोज हुन्छ, एउटा ग्लुकोज अर्को भनेको फ्रुक्टोज। ग्लुकोज भनेको अल्डिहाइडिक ग्रुप हो होइन, फर्मुला फेरि सेम छ दाइ भनेर लाग्दै होला, यो ग्लुकोज भनेको अल्डिहाइडिक ग्रुप हो, अनि फ्रुक्टोज भनेको किटोन ग्रुप हो है, फ्रुक्टोज भनेको किटोन ग्रुप। यो त MCQ मा पनि सोध्न सक्छ तपाईँहरूलाई। अब यही C6H12O6 लाई चाहिँ होइन जाइमेजको प्रेजेन्समा हामीले फर्मेन्टेसन हुँदाखेरि जाइमेजको प्रेजेन्समा यसले हामीलाई के दिन्छ, यसले हामीलाई के दिन्छ भने यही फ्रुक्टोज अथवा सुक्रोज है, ग्लुकोज अथवा फ्रुक्टोज हो, यो जुन नि हुनसक्छ, जुन लिए नि भयो के फरक पर्दैन। यसले चाहिँ हामीलाई इथानोल दिन्छ, हामीले खाने रक्सी हुन्छ नि त्यो इथानोल प्लस 2 कार्बन डाइअक्साइड मलिक्युल दिन्छ है। यो भनेको के दियो त, हामीलाई इथानोल दियो है, इथानोल हामीले खाने अल्कोहल भनेकै इथानोल हो है। यो दुईवटा रिएक्सन लेख्नु भने मजाले तपाईँले मजाले सर्ट एन्ड स्विट तरिकाले 2 मार्क्स मजाले पाउनुहुन्छ है। अब नेक्स्ट रिएक्सनमा हामी जाउँ साथी हो। नेक्स्ट रिएक्सन भनेको हाम्रो के छ, हफम्यान्स ब्रोमोमाइड रिएक्सन। हेर्नुहोस् ल, हफम्यान्स ब्रोमोमाइड रिएक्सन इज भेरी इम्पोर्टेन्ट, ठिक छ। हफम्यान्स ब्रोमोमाइड रिएक्सन पनि अलमोस्ट सोधिरहेकै रिएक्सन हो है, त्यही भएर चाहिँ यो बुझिराख्नु पऱ्यो तपाईँहरूले ल। हफम्यान्स ब्रोमोमाइड रिएक्सन 8 नम्बर, क्वेसन नम्बर 8 हफम्यान्स ब्रोमोमाइड रिएक्सन है। हफम्यान्स ब्रोमोमाइड रिएक्सन है, हफम्यान्स ब्रोमोमाइड रिएक्सन। अब हेर्नुहोस् ल, यो हफम्यान्स ब्रोमोमाइड रिएक्सनमा हामीले खासमा गर्ने चाहिँ के हो भने हामीलाई चाहिन्छ अमाइड चाहिन्छ है। के चाहिन्छ हामीलाई, अमाइड है, एसिड अमाइड भनिन्छ नि। अमाइड चाहिँ केमा कन्भर्ट हुन्छ, अमाइनमा कन्भर्ट हुन्छ है। अमाइड चाहिँ अमाइनमा कन्भर्ट हुन्छ विथ रिमुभल अफ के अरे, विथ रिमुभल अफ CO ग्रुप है। CO ग्रुप चाहिँ रिमुभल हुन्छ है त, CO ग्रुप के हुन्छ, रिमुभल हुन्छ। हफम्यान्स ब्रोमोमाइड रिएक्सन हो भने ब्रोमिनको प्रेजेन्स हुनै पर्यो होइन। अब मैले जस्तै कि अमाइड लिए CH3CONS2, यसको नाम के हो, इथेनामाइड है, यसको नाम के अरे, इथेनामाइड। अब यसलाई चाहिँ मैले Br2 ब्रोमिनसँग रिएक्सन गरेँ है, Br2 इन प्रेजेन्स अफ KOH है, Br2 इन प्रेजेन्स अफ KOH। अब यसको के हुन्छ भने CO ग्रुप रिमुभ हुन्छ है, CO ग्रुप के हुन्छ, रिमुभ हुन्छ। अनि CO ग्रुप रिमुभ भएपछि बल्ल अब के दियो त हाम्रो प्रडक्ट, CH3NS2 दियो है। बिचको CO ग्रुप के भयो त, रिमुभ भयो। त अब यसको नाम के हुन्छ, हामीलाई यसको नाम के हुन्छ, मिथेनामाइन है। यसको नाम के अरे, मिथेनअमाइन यसको नाम हुन्छ। एउटा कार्बन घट्यो नि त होइन, कार्बन घटाउने तरिका पनि हो क्या यो चाहिँ। CO ग्रुप गयो भने त एउटा कार्बन घट्यो पक्कै पनि होइन। अनि यसमा बाई प्रडक्टहरू पनि के हुन्छ सबै लेख्नु पऱ्यो है तपाईँहरूले, प्लस KBr प्लस H2O प्लस K2CO3 है। यो जम्मै बाई प्रडक्टहरू पनि तपाईँहरूले लेख्नु पऱ्यो। यसरी हामीले हफम्यान्स ब्रोमोमाइड रिएक्सन पनि गर्न सक्छौँ, एकदमै इम्पोर्टेन्ट रिएक्सन हो है। अब नेक्स्ट भनेको के छ हामीसँग, अक्सो प्रोसेस। हेर्नुहोस्
ल अब चाहिँ नेक्स्ट भनेको हाम्रो अक्सो प्रोसेस छ है साथी हो। अक्सो प्रोसेस अनि ओजोनोलाइसिस है। ल अब हामी हेरौँ अक्सो प्रोसेस। ल अब ठ्याक्कै हाम्रो अक्सो प्रोसेसमा के हुन्छ भने 9 नम्बर रियाक्सन है। रियाक्सन नम्बर 9 अक्सो प्रोसेस है। अक्सो प्रोसेसमा खासमा के हुन्छ भने साथी हो, यसमा चाहिँ हामीले गर्ने चाहिँ के भने हामीलाई चाहिन्छ अल्किन है। अल्किन भनेको मैले माने CH2 डबल बोन्ड CH2 है। यो भनेको हाम्रो के भयो त ठ्याक्कै अल्किन भइहाल्यो। अब यो अल्किनलाई साथी हो हामीले के गर्ने हो भने नि यो अल्किनलाई चाहिँ हामीले वाटर ग्यास छ। यो वाटर ग्यास भनेको CO+H2 है। CO+H2 भनेको कम्बाइनली हामीले वाटर ग्यास भन्ने हो। CO+N2 भएको भए चाहिँ प्रड्युसर ग्यास भन्थ्यौँ है। यसलाई चाहिँ हामीले हाई प्रेसर र हाई टेम्परेचरमा चाहिँ हामीले के गर्ने हो भने हैन एउटा क्याटलिस्ट हाल्ने हो, डाइकोबाल्ट अक्टा कार्बोनाइल भन्ने है। म यहाँ नाम लेखिदिन्छु CO4 ठीक छ। CO4 यसको होल 2 है। यसको के अरे होल 2 ठीक छ। यसको नाम हो डाइकोबाल्ट लेख्नुहोस् ल, डाइकोबाल्ट अक्टा कार्बोनाइल है। डाइकोबाल्ट अक्टा कार्बोनाइल यसको नाम हो है, बुझ्नु होला। अब यहाँ हेर्नुहोस्, यसले हामीलाई के दिन्छ भने नि यसले चाहिँ हामीलाई के दिन्छ भने अल्डिहाइड दिन्छ है गाइज। अल्डिहाइड कतिवटा भयो त 1 2 3वटा कार्बन, 3वटा कार्बनको अल्डिहाइड भनेको CH3 CH2 CHO है। यो भनेको 3टा कार्बनको अल्डिहाइड। यसको नाम के त प्रोप्यानोल है। यसको नाम प्रोप्यानोल भइहाल्यो। अब यसलाई चाहिँ हामीले के गर्ने हो भने प्रोप्यानोललाई रिडक्सन गर्ने हो। प्रोप्यानोल रिडक्सन गर्ने H2NI को प्रेजेन्समा हैन। रिडक्सन गर्दाखेरि के दिन्छ हामीलाई, यु नो रिडक्सन अफ अल्कोहल गिव्स के अरे हामीलाई अल्डिहाइड भनेपछि रिडक्सन अफ अल्डिहाइड गिव्स अल्कोहल भनेपछि 3वटा कार्बनको अल्कोहल भनेको CH3 CH2 CH2OH हो नि त हैन। यो भनेको हामीलाई के भयो त प्रोप्यानोल भइहाल्यो। यो रियाक्सनलाई कम्प्लिटली हामीले के भन्ने साथी हो, यो रियाक्सन हामीले कम्प्लिटली के भन्ने हो, दिस रियाक्सन इज कल्ड अक्सो प्रोसेस। नाउ लास्ट बट नट लिस्ट ओजोनोलाइसिस रियाक्सन है। 10 नम्बरमा तपाईहरुलाई ओजोनोलाइसिस रियाक्सन छ, एकदमै बुझ्नु होला है त। ओजोनोलाइसिस रियाक्सन है। अब खासमा चाहिँ ओजोनोलाइसिस रियाक्सनमा के हुन्छ भन्ने कुरा बुझ्नु पर्यो है तपाईहरुले ल। ओजोनोलाइसिस रियाक्सनमा अब यसमा चाहिँ हामीले ओजोनोलाइसिस रियाक्सनमा हामी के गरौँ भने नि अब यसमा चाहिँ ठ्याक्कै हामीले म तपाईहरुलाई सर्टकट पनि भन्छु ल। अल्किन लिने सपोज मैले अल्किन लिएँ है। CH3 CH2 यो भनेको अल्किन भयो। अल्किनलाई चाहिँ के गर्ने भने ओजोनसँग रियाक्सन गर्ने है साथी हो। ओजोनसँग रियाक्सन गर्ने हो अनि ओजोनाइड प्रडक्ट बनाउने हो। फर्स्टमा म तपाईहरुलाई पुरै रियाक्सन भन्छु, त्यसपछि तपाईहरुलाई ठ्याक्कै म सर्टकट प्रोसेस भन्छु ल। यो भनेको दुईटा बेसमा अक्सिजन, एउटा टुप्पोमा अक्सिजन अनि यो कार्बन दुईटा जुन कार्बन हेर्दै हुनुहुन्छ यो डबल बोन्डको साइडको दुईटा कार्बन हो, एउटा दुईटा है। अब यहाँ हेर्नु ल, सेकेन्ड वाला कार्बनमा दुईटा हाइड्रोजन छ, सो यसमा दुईटा हाइड्रोजन चिपकाइदिनुस् है। अनि त्यसपछि यो वाला कार्बनमा एउटा हाइड्रोजन छ अनि एउटा CH3 छ, एउटा हाइड्रोजन छ, एउटा के छ CH3 छ ठीक छ। अब यहाँ हेर्नुहोस् ल, अब यसलाई के गर्ने भने हामीले यसरी सट्ट काट्ने हो। काटेपछि अब हामीले के गर्ने हो, हामीले ठ्याक्क यसमा प्रडक्ट पाउँछौँ। के प्रडक्ट पाउँछौँ भने CH3 CHO हेर्नुहोस् त, CH3 अनि CHO है। CH3 CHO एउटा प्रडक्ट प्लस बाँकी यतातिर हेर्नुहोस् त HCHO ठीक छ। HCHO बाँकी अर्को प्रडक्ट। यसको नाम के भयो त्यसो भए इथानोल। यसको नाम भयो हामीलाई इथानोल अनि यसको नाम के भयो त मिथानोल है। मिथानोल एन्ड इथानोल, फर्मल्डिहाइड र एसिटल्डिहाइड है, दुईटा हामीले पायौँ। यसरी हामीले ओजोनोलाइसिस रियाक्सन गर्न सक्छौँ। अब यसको सर्टकट कस्तो हुन्छ भने नि जस्तै CH3 CH डबल बोन्ड CH2 सर्टकट चाहिँ हामीले MCQ अथवा चेकिङको लागि चाहिन्छ। यो डबल बोन्डलाई तोडिदिनुस् अनि दुईटै साइडमा अक्सिजन जोडिदिनुस् अनि दुईटा प्रडक्ट बनाइदिनुस् क्या है। अब मैले यतापट्टिको प्रडक्ट के पाएँ त CH3 CHO पाएँ हैन। अब यतापट्टिको प्रडक्ट के आयो CH2O भनेको SCHO नै हो एरेन्ज गरेर लेख्दाखेरि हैन। यो भनेको एसिटल्डिहाइड र फर्मल्डिहाइड हो, दुईटा हो। यसरी हामीले जम्मा गरेर ओजोनोलाइसिस समेतको हामीले के गर्न सक्छौँ त ठ्याक्कै हामीले 25 मिनेटमा 20 मार्क्सको रियाक्सन्सहरू लेख्यौँ र सिक्यौँ है। दिस इज भेरी इम्पोर्टेन्ट हैन, लेखेर राख्नु होला। यसमा त 50% क्वेसन एकदमै म्याचिङ हुन्छ। सो बेस्ट अफ लक फर एक्जाम। यस्तो भिडियोजहरू अझै नै म लिएर आउँछु। सो थ्याङ्क यू सो मच फर वाचिङ। थ्याङ्क यू।